गुड मर्निङ गाइस। आज चाहिँ हामी कोका खाने पानी भाग 2 मा छौँ। पाइप हामीले तानिराखेको छौँ आज पनि। आजको पाइप यस्तो छ, एकदमै दम तयारको साथ तान्नलाई रेडी हुनुहुन्छ उहाँहरू। एक टिमले उता भने एक टिमले यता लग्नु हुँदैछ, दुई साइड। हामी यता अनि यता चाहिँ हाम्रो खोटाङ्गे चाहिँ यति राम्री कहाँबाट आइपुग्नु भएको नि आज? भिडियो हो, देख्नुभयो गाइस? अब हुन्छ नि भिडियो भन्दा पछाडि ठ्याम कि ठ्याम, तर भिडियो भनिसके पछाडि मान्छे हुन्छ नि आफ्नो होइन दोस्रो रूप। तपाईँलाई कस्तो फिल भइरहेको छ आज धरानमा आउनु पाउँदा अनि मेरोहरूको साम्पाङको यो कामलाई देख्दा? रमाइलो मात्रै? अनि यसलाई मात्र फलो कि हाम्रो पेजलाई पनि फलो? प्रेम साम्पाङ 58 छ है त? हजुर, हस् भरै हामी के भन्छ फलो एक्सचेन्ज गर्नेछौँ है त। होला है, यो चाहिँ हाम्रो श्रमदान पछिको खाना टाइम। हामी पाइप तानेर अनि त्यस पछाडि डढेलो लाग्छ भनेर हामीले त्यो फायर लाइन पुरा तानी सफा गरिसक्यौँ अनि झर्दैछौँ। अनि अहिले चाहिँ म तपाईँहरूलाई एउटा तुचन देखाउँछु है त, कोका खाने पानीको। देख्नु सक्नुहुन्छ तपाईँहरूले, यो चाहिँ कोकादेखि इन्जिनियर पनि फेल भएको ठाउँ जहाँ तुचन यसरी लाउँदै धरानसम्म पानी पुर्याइएको छ। र अहिले धराने जनताहरू पहिला जस्तो जतिसुकै विरोध गरे पनि जेसुकै भने पनि त्यति साह्रो लाइनमा चाहिँ बस्नु परेको छैन होइन। तुचन यहाँ हेर्नुहोस् कहाँदेखि कहाँ छ, माइ गड।